यो पार्कमा हो भित्र क्योटो पार्क होइन तर होल्यान्ड पार्क भन्दो रहेछ क्या फाइनली हामी आज यहाँ घुम्न आएको होल फ्यामिलीसँग फ्यामिली डे आउट अब हाई भन्नु न यता हेर्नु भन्नु न अनि भाइ बहिनी अनि बुढा चाहिँ अगाडि अगाडि जाँदैछ यहाँ नि कार पार्क रहेछ तर हामीलाई थाहा थिएन हामीले चाहिँ 15 मिनट हिँडेर आएको यहाँसम्म के कार पार्कमा राखेको अरे ओलम्पिया कार पार्क भन्नेमा राखेको अनि यहाँ आइपुग्यो निकै राम्रो छ भन्ने सुनेको थियो यो पार्क चाहिँ त्यही भएर के क्योटो पार्क भन्छ तर होल्यान्ड पार्क पनि भन्दो रहेछ क्या है उसहरू छ भन्छ क्या यतातिर चाहिँ के पिककहरू क्या पिकक अनि त्यसपछि अरू जानवरहरू पनि छ भन्छ क्या निकै राम्रो छ होला भन्ने आशा छ कार पार्क यहीँ हुँदो रहेछ हामी चाहिँ थाहा नभएर यति पर यहाँ रहेछ कार पार्क यहाँ सस्तो रहेछ हामीले 18 पाउन्डवालामा हाल्यो ठिकै छ केही हुँदैन दादा 1 घन्टाको 3 पिस 3.50 क्या हेलो बिकु अन्त है त्यो गर्दा नि हुन्छ कार पार्क त्यहाँबाट लिएर यता हो अनि keep walking 2 घन्टाको 10 पाउन्ड 3 घन्टाको 18 पाउन्ड say hi. आमा उता पछाडि छ पूजा र भेना बाबु which is my बुढा they are kind of camera shy so हामी तिनजना मात्रै भ्लगमा देख्छ होला तपाईहरुले ल आमा र म हिँड्दै अहिले चाहिँ पछाडि पछाडि अहिले उता पुगेपछि मैले देखाउँछु है त्यहाँ पिककहरू पनि छ सी यू बाई भन्नु न बाई यो कार पार्क त के अरे पार्क चाहिँ हङकङको पार्क जस्तै लाग्यो हामीलाई एकदम मजाको सितालो रहेछ वी शुड कम हियर अगेन क्या मेबी अलिक प्रिपेयर्ड भएर आउनुपर्छ हामी चाहिँ नेक्स्ट टाइम कार पार्क यहीँ गर्ने गरी खानेकुराहरू लिएर आउने अनि खाने आज चाहिँ हामीले के ल्याएको छ आमा पाइनएप्पल के ल्याएको वाटरमेलन जुस पानी चकलेटहरू लिएर आएको नट भेरी प्रिपेयर्ड है तर नेक्स्ट टाइम अहिले एकछिन आइतौँ न कति राम्रो है अहिले फर्किन्छ नि यता हामी आज दिन पनि एकदम राम्रो छ हेर्नुहोस् आई डोन्ट नो म किन यसरी बोल्दैछु तर हजुर हेर्नुहोस् म अहिले पछि फ्लिप गर्छु नि स्क्रिन आउँदै आएन त खै त त्यो पिककहरू त देखेको थिएन यता त क्याम्पिङ गर्न दिन्छ दिन्न होला है क्याम्पिङ क्या टेन्ट लाएर बस्न दिने क्या यो जङ्गलमा के टाढै लाग्छ होइन राति नबस्ने नि दिउँसो त तिनीहरू पिकनिक आएको नि हामी ए गेम खेलेको हो तिनीहरूले गेम खेलेको हो कि कहाँ हो क्या वी वान्ट टु सी द पिकक यहाँ त्यो पिजन चाहिँ देखियो पिकक अझै खोज्दैछ हामीले एकदम राम्रो रहेछ यो चाहिँ अर्को पार्क थियो नि बिकु कुन के अरे हाइट पार्क होइन हाइट पार्क भन्दा ठुलो रहेछ यो पार्क ठुलो अनि नजिक पनि नजिक भन्नाले अलिकति हामी वेम्ब्लीमा बस्छौँ नि त आमाहरू
यो चाहिँ नजिक पर्दो रहेछ सेफर्ड बुस्टतिर। स्टिल वकिङ है। हामीले चाहिँ अझैसम्म नि भेटाएको छैन, एकदम गर्मी भइरहेको छ हामीलाई चाहिँ। गर्मी पसिना पसिना भयो तर स्टिल भेटाएको छैन एक्चुअल पार्क चाहिँ है। साह्रै ठुलो पार्क रहेछ, साह्रै ठुलो रहेछ, भेट्दै भेटेन तर भेट्छ होला होपफुल्ली। तर एकदम राम्रो रहेछ यो पार्क चाहिँ, हेर्नुहोस् है कस्तो राम्रो पाथहरू रहेछ क्या। अनि जापानिज प्लान्ट्स अनि ट्रिजहरू छ वरिपरि पनि, एकदम राम्रो लाग्यो सो फार चाहिँ। तर आई थिङ्क हामी आइपुग्यो आमा, हेर्नु त त्यहाँ अगाडि एउटा मान्छे छ लाइक क्या स्ट्याचु क्या। भन्नु है फ्लिप गर्छु, यो होला भनेको मैले त नरहेछ, कहाँ हो क्या, हिँडेको हिँडे भयो, कति ठुलो रहेछ यो पार्क त। पिकक अनि त्यसपछि उसहरू छ क्या, कस्तो राम्रो झर्नाहरू भएको छ क्या आमा, पिकक झर्ना भएको। यसरी खिच्दा नि हुन्छ क्या फोटो, यसरी खिच्यो अनि पछि स्क्रिनसट लिने क्या। पोज दिनु त म यतिकै खिच्दिनँ ल। रेडी हुनु भयो। अहिले भिडियोमा खिचिदिएको हो क्या, भिडियोमा खिच्यो भने भरे सेभ गर्न मिल्छ। नखिच्ने अहिले एकछिन खिच्छु म त उता गएपछि। यहाँ हाम्रो भाइ बहिनी चाहिँ अगाडि पुगिसक्यो, अझै नि भेट्टाएको छैन। अनि आमा चाहिँ यहाँ आउँदैछ, पसिना निस्किसक्यो सबैको, पार्क चाहिँ भेट्टाएन अझै पनि। ए पिकक छ यहाँ, ए पिकक होइन परेवा क्या, परेवा त्यही त नि क्या। गाउँ जस्तै आमा, गाउँको के जङ्गलमा यस्तै हुन्छ नि त। ये हामी आइपुग्यो जस्तो लाग्यो मलाई। आई क्यान सी इट गाइज, यहाँ चाहिँ पानीको झर्नाहरूको आवाज आएको छ। वाउ आई क्यान सी इट। आमा आइपुग्यो जस्तो छ, आउनु। वा कति राम्रो रहेछ झन्, यहाँ हेर्नु फुलहरू पनि रहेछ। ओ स्क्वायरल, आमा स्क्वायरल के भन्छ यसलाई नेपालीमा आमा? यो हेर्नु न के भन्छ यसलाई, लोखर के? हेलो लिटल वान। यहाँ हेर्नु न पर्यो खै, त्यो त हगिने चाहिँ कति धेरै रहेछ है पऱ्यो यहाँ। यही कति राम्रो भ्यू। वा माछा हेर न, रातो माछा आमा। वाउ यस्तो राम्रो रहेछ। बिकु पूजा हेलो बाबु हाई गरौँ न, कति राम्रो रहेछ यहाँ। खोइ उस खोइ त पिकक, खोइ पिकक खोइ आमा, पिकक क्या माछा रहेछ उता। ऊ माछा म उता झर्नाको खिच्छु है। वा कति राम्रो रहेछ यहाँ। फाइनली हामीले चाहिँ यहाँ भेट्टायो केप्टो पार्कको झरना चाहिँ, तर पिकक चाहिँ देखेको छैन। आई डोन्ट नो कता गयो। Kyoto Park. हेलो गर्नु न, ए गर्नु। माछाहरू छ यहाँ है। वा कत्रो माछा मयूर, फाइनली we can see मयूर। वाउ कति प्रिटी। यो चाहिँ उता फर्केको छ, अघिको स्क्वायरल। हेलो
मयूर कस्तो राम्रो